मैले डबल प्रेस हर्न बजाउने बित्तिकै टिफरले पनि हर्न बजायो। अब यसको मतलब चाहिँ के हो भन्ने हामीले बुझ्नुपर्छ भने अगाडिको गाडीले पनि हर्न बजायो भने कुनै कुरालाई ओभरटेक गरेर अगाडि जानुपर्ने अवस्थामा छ भन्ने कुरा बुझ्नुपर्छ। जब यो टिफरले हर्न बजायो मैले ओभरटेक रोके, किनभने टिफरको अगाडिपट्टि सिटी सफारी रहेछ। टिफरले ओभरटेक गरेर अगाडि गयो। अगाडि गएपछि फेरि पनि मैले यो टिफरलाई ओभरटेक गर्नुभन्दा अगाडि डबल प्रेस हर्न बजाएको। हर्न बजाएपछि जब अगाडिको बाटो खाली भयो त्यस पछाडि टिफरले मलाई राइट साइडको इन्डिकेटर बालेर पास दियो। त्यस पछाडि म यो टिफरलाई ओभरटेक गरेर अगाडि गए। अब धेरै जनाले चाहिँ के भन्छ भने राइट साइडको इन्डिकेटर बाल्नु भनेको दायाँपट्टि जानु हो भन्छ। यदि तपाईले पासै नमागिकन उले राइट साइडको इन्डिकेटर बाल्दैछ भने हामीले त्यो अवस्थामा ओभरटेक गर्न मिलेन। अगाडिको गाडीले राइट साइडको इन्डिकेटर बालिरहेको छ र त्यो गाडीको थोरै अगाडिपट्टि दाहिनेपट्टि जाने बाटो छ, उले स्लो गर्दैछ भने हामीले के बुझ्नुपर्छ भने ऊ चाहिँ दाहिनेपट्टि जान आँटिरहेको छ भन्ने बुझ्नुपर्छ। तर त्यो गाडी राइट साइडपट्टि जाने अवस्था केही पनि छैन, त्यतापट्टि बाटो पनि छैन, त्यो गाडीले स्पिड पनि स्लो गरेको छैन र उसले राइट साइडको इन्डिकेटर बालिरहेको छ भने चाहिँ यो गाडीले मलाई पास दिएको हो भन्ने बुझ्नुपर्छ। पास चाहिँ कसले दिने भन्दाखेरि अगाडिको गाडीले दिने। कुन अवस्थामा भन्दा अगाडिको गाडीले पछाडिको गाडीलाई अगाडिको बाटो छेकिएको छ भने, अगाडिको गाडी भन्दा म छिटो कुदिरहेको छु भने चाहिँ अगाडिको गाडीलाई मैले पास माग्ने। हामीले पास नमागिकन अगाडिको गाडीले हामीलाई कहिले पनि पास दिँदैन। अगाडिको गाडीले पास दिएपछि मैले ओभरटेक गरेर अगाडि जाने हो।